सीमा नेपालको तर्फबाट पनि मिचिएको रहेछ। नेपालका प्रधानमन्त्रीले औपचारिक स्थानबाट यस्तो कुरा बोलिदिएपछि बवण्डर नै मचिएको छ। हेरौं यो विशेष रिपोर्ट। नेपालको कालापानी क्षेत्र सुस्तासहित कैयन स्थानहरूमा भारतले सीमा अतिक्रमण गरेको छ। सीमा विवाद सुल्झाउन नेपालले गरेका हर प्रयासलाई भारतले कुटिलतापूर्वक लम्ब्याउने, अल्मलाउने र झुक्काउने रवैया देखाइरहेको छ। नेपालले मूलतः कालापानी क्षेत्रसहितका सीमामा देखिएका अतिक्रमण बारे छलफल गर्न प्रस्ताव गर्दा भारतले सधैँ वार्ताद्वारा समस्या समाधान गर्न भारत तयार रहेको जवाफ दिने गरेको छ। तर उसले अहिलेसम्म भारतको पनि सीमा नेपालले अतिक्रमण गरेको छ भनेर दाबी लिएको छैन। नेपालले समेत भारतको सीमा मिचेको कुरा आइतबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा बोल्दासम्म कसैलाई थाहा पनि थिएन। तपाईहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र हैन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौं, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोचिरहेका छौं। प्रधानमन्त्री बालेन्द्र शाहले पहिलो पटक सार्वभौम संसदमै उभिएर नेपालले पनि भारतको सीमा मिचेको जानकारी दिए। शाहको यो अभिव्यक्ति नेपालका लागि अहिलेसम्मकै झट्का लाग्ने र आत्मघाती जस्तो सुनिएको छ, किनभने नेपालले भारतको सीमा मिचेको कुनै औपचारिक रेकर्ड, दाबी, नक्सा र प्रमाण उपलब्ध छैन। प्रधानमन्त्री शाहले संसदमा विवादास्पद अभिव्यक्ति दिए लगत्तै सीमाविद बुद्धिनारायण श्रेष्ठले नेपालको तर्फबाट कसैको सीमा नमिचिएको दाबी गरेका छन्। श्रेष्ठका अनुसार नेपाल र भारत बीच 1880 किलोमिटर लामो सीमा छ। 27 जिल्लाको सीमा भारतसँग जोडिएको छ। केही छिटपुट ठाउँमा नेपाल र भारतका जनताले एकअर्काको देशमा खेतीपाती गर्ने, भोगचलन गर्ने आदि गरेका छन्, जसलाई सीमाविद श्रेष्ठले क्रस होल्डिङ अकुपेसन भनेका छन्। यस्तो क्रस होल्डिङ अकुपेसनलाई सीमा अतिक्रमणको रूपमा लिने गरिँदैन। भारतले 1962 देखि नेपालको कालापानी क्षेत्रमा सेना र सीमा सुरक्षा बल तैनाथ गरेर कब्जा जमाउँदै आएको छ। यस्तो अतिक्रमणलाई क्रस होल्डिङ अकुपेसनसँग जोडिनु प्रधानमन्त्री शाहको अल्पज्ञान भएको दाबी गरिएको छ। भारतले कालापानी क्षेत्रमा नेपालको 372 वर्ग किलोमिटर र नवलपरासीको सुस्ता क्षेत्रमा 145 वर्ग किलोमिटर क्षेत्रफल अतिक्रमण गरिरहेको छ। यसका अतिरिक्त भारतीय पक्षले भ्याएसम्म 1-2 कट्ठा जमिनमा समेत अतिक्रमण गर्न उत्रिने गरेको छ। प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति अहिले भारतीय मिडियामा समेत चासोपूर्वक कभरेज भएको छ। बीबीसी हिन्दीले बालेन्द्र शाहले भारतसँगको सीमा विवादमा नेपालको संसदमा के दाबी गरे भन्ने शीर्षकमा तत्कालै एक स्टोरी बनाएको छ। नवभारत टाइम्सले नेपालले पनि भारतीय जमिनमा कब्जा गरेको छ। संसदमा बालेन्द्र शाहको पहिलो भाषण नै सीमा विवादका सम्बन्धमा बेलायतको प्रवेश माग भन्ने शीर्षकमा स्टोरी प्रकाशित गरेको छ। राष्ट्रियताको सबलमा केही संदिग्ध नेपालीहरूले चाहिँ प्रधानमन्त्री शाहले ठूलो साहस गरेको भन्दै उनको प्रशंसा गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालले भारतको सीमा मिचेको छ भन्ने जस्ता झुट्टा कुरा संसदमै उभिएर बोल्ने प्रधानमन्त्रीलाई पदमा बस्ने कुनै अधिकार नरहेको प्रतिक्रिया दिएका छन्। शाहको विवादित अभिव्यक्तिपछि सांसदहरूले संसदको रेकर्डबाट हटाउनु पर्ने माग समेत गरे। प्रतिपक्षी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा प्रधानमन्त्रीको पदमा बस्न सुहाएन, नेपालले पो उल्टो भारतको जमिन मिच्यो रे, कहाँ कति मिचेको हो पुष्टि गर्नुपर्छ, म नआएको बेला जे पाए त्यही बोलेछन् भन्दै आपत्ति प्रकट गरेका छन्। वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीको अभिव्यक्ति सामाजिक सञ्जालबाट दिएको प्रतिक्रिया यस्तो छ। नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने प्रधानमन्त्रीको सदनमा दिएको अभिव्यक्ति अति असामान्य र गम्भीर छ। दुई देशबीच तेस्रो देशको उपस्थिति आह्वान अझै चिन्ताजनक छ। आजसम्म कुनै पनि प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति संसद र संसद बाहिर दिएको रेकर्ड छैन। यस्तो अभिव्यक्ति कहिले अपेक्षित पनि छैन। यसको सबैभन्दा ठूलो असर नेपाली भूमि जसरी जुन स्तरमा अतिक्रमण भइरहेको छ त्यसलाई कुनै न कुनै रूपमा फाइदा र वैधता दिलाउनु हो। सीमा मिच्ने काम दुई देशबीच पारस्परिक छ भन्ने सरकार प्रमुखको भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न यो सरकार चाहँदैन वा सक्दैन भन्ने कुरा दर्शाउँछ। सिङ्गो देश र देशवासी झनै सचेत हुनुपर्ने समय आए जस्तो छ। प्रधानमन्त्री शाहको अभिव्यक्तिले भारतको अतिक्रमणलाई वैधानिक बनाउन नेपालमा परिश्रम गरिरहेका दलाल नेपालीहरूका लागि सहयोगी बन्ने अनुमान गरिएको छ।